सुशासनको नाउँमा भ्रष्टाचारको फाइल खोल्नु र हिजो चप्पल पड्काउँदै सिंहदरबार छिरेकाहरू, जसले अकुश सम्पत्ति कमाए, देशको ढुकुटी कुम्लाए, तिनीहरूलाई सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको मुद्दा चलाउनु र उनीहरूलाई जेलसम्मको यात्रा तय गरिदिनु सरकारको लागि र जनताको लागि स्वागतयोग्य कुरा हो। सुशासनको कुरा गर्दै गर्दा सरकारले हजारौं सहकारी पीडितलाई कहिले न्याय दिएला? बिचरा ती टाठो घाममा मकै पोलेर बेच्ने गरिबहरू, ठेलामा पानीपुरी बेच्नेहरूले आफ्नो मेहनत र पसिना पैसासँग साटेर 100-200 गरेर जम्मा गरेको सहकारीको पैसा ती गरिबहरूले, ती निमुखाहरूले कहिलेसम्म पाउला? ती सहकारी ठगहरूको हातबाट त्यो पैसा कहिलेसम्म पाउला? त्यो सँगै सहकारी प्रकरणमा रवि लामिछानेमाथि न्यायिक फैसला कस्तो आउला? र त्यही सहकारी प्रकरण अन्तर्गत रवि लामिछानेसँग जोडिएका व्यक्ति जीवी राई, उनलाई सरकारले कहिले पक्राउ गर्ला? आम सोचनीय प्रश्न। अहिले बजारमा राइट टु रिकलको अवधारणा अनुसार श्रम मन्त्रीलाई गत गरेका कारण जसरी सरकारले बर्खास्ती गरेको छ, त्यो पनि स्वागतयोग्य कुरा नै छ। तर राइट टु रिकलको नाममा सरकारले कसैले गल्ती गर्यो, गल्तीको सच्चिने अवसर नै नदिई, उसलाई एकपटक पनि स्पष्टीकरण समेत दिन बन्ने वातावरण नदिई उसलाई कारवाही गरिनु। राजसपाले नेपालमा कस्तो खालको राइट टु रिकलको अवधारणा ल्याउँदैछ भन्ने कुरा पनि त्योसँगै जन्मिने र जोडिने प्रश्न हो भन्ने म ठान्दछु। यो सँगसँगै सरकार पाकिस्तानी प्रतिशोधी राजनीतिक मोडेलबाट त अगाडि बढिरहेको छैन भन्ने कुराहरू पनि आम जनमानसमा उठेको प्रश्नको रूपमा म तपाईँहरूको बिचमा केही कुराहरू गर्न चाहन्छु। कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीमाथि छुट्टै अनुसन्धान गर्ने कुरा गरिनु। 24 गतेको अनुसन्धान छुट्टै तरिकाले गर्छु भन्नु। कर्मचारी रिसाउँछन् कि भनेर तत्कालीन सिडिओ जसले आन्दोलनमा गोली चलाउने आदेश दिएका थिए, उनलाई अदालतमा उपस्थित नै नगराई छोडिनु र ओली र लेखकलाई पक्राउ गरिनुले एउटा प्रश्न अवश्य पनि जन्माउँछ। त्यो सँगै ओली र लेखकलाई अदालतले छोड्नु भनेर आदेश दिए पनि अहिले पनि उनीहरूको विरुद्धमा अनुसन्धानका बाछिटाहरू अवश्य पनि बाँकी नै छन्। तर त्यो भनिरहँदा सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, व्यापारिक प्रतिष्ठानहरू जलाउनेहरूलाई यो सरकारले कारबाही गर्छ कि गर्दैन? त्यहीबाट सरकारको देखिनेछ सरकार प्रतिशोधी छ या छैन। गोली हान्नेहरूलाई त्यति बेला सरकारमा रहेका प्रधानमन्त्रीहरूलाई उनीहरूले नैतिक रूपमा त्यसको गोलीको चाहिँ जवाब दिनुपर्छ भने सर्वोच्च अदालत जलाउने, आगो लगाउने, देश सखा पार्नेहरूलाई पनि त्यसको जवाब दिनुपर्छ कि पर्दैन? सरकारले त्यतातिर पनि ध्यान दिन जरुरी छ। यो सँगसँगै अनुसन्धानको प्रक्रियामा सरकार आफू बलियो भएर अनुसन्धानको आधार देखेपछि बलियो प्रमाणका आधारमा पक्राउ गर्दा त्यसको सन्देश राम्रो जान्छ। तर सरकारले पक्राउ गर्दै जाने र अदालतले छोड्दै जाने प्रक्रिया अघि बढ्दै गयो भने राज्य सञ्चालकहरूका विरुद्धमा फेरि अविश्वासको भावना बढ्न बेर लाग्ने छैन। त्यो सँगसँगै सुशासनको कुरा गर्दै गर्दा सरकारले एउटा कुरा गरेको छ, हामीलाई भोट दिनुहोस् गरेको थियो। 2/3 सरकार बन्दै गर्दा राजसपा सरकार हुँदै गर्दा सरकारले चुनावको बेला एउटा कुरा गरेको थियो, हामीलाई भोट दिनुहोस्। हामी आएपछि हिजका पुराना राजनीतिक पार्टीहरूले केही पनि गरेनन्, सबै शून्यतामा झारे। हामी देशलाई कायापलट गर्छौँ, देशको परिवर्तन गर्छौँ। सुन्दा त्यो नारा साँच्चैकै आकर्षक थियो र त्यस
नारासँगै अहिले सरकार 2/3 सरकार छ, बलियो सरकार छ। तर जनताको आम विषयसँग जोडिने पेट्रोलियम पदार्थको महँगी यसरी बढेको छ। यो प्रश्न हजुरलाई मैले यो कुरा गर्दै गर्दा मलाई यो कुरा राम्रोसँग थाहा छ, विश्वमा अमेरिका र इरानको युद्धका कारण तेल बढेको छ। अमेरिकी डलरको प्रभाव घटबड हुनाले तेल बढेको छ। त्यो सँगै अन्य विविध कारणहरूले गर्दा तेल बढेको छ। त्यो तपाईँ हामी सबैले बुझेकै कुरा हो। तर हामी तेल भारतबाट लिन्छौँ। हामीले धेरै टाढाको विषयमा जानुपर्ने आवश्यकता अहिले म देख्दिनँ। तत्कालीन रूपमा हेर्दाखेरि सहज रूपले त्यो कुराहरूलाई मूल्याङ्कन गर्दा हो, विश्व बजारका, विश्व राजनीतिक कारण, विश्व युद्धका कारण, अमेरिका र इरानको युद्धका कारण, डलरका कारण, अन्य प्राविधिक कारणहरूले विश्व बजारमा जहाँ तहीँ तेलको मूल्य बढेकै कुरा सत्य नै हो। तर त्यो सबैलाई थाहा भएकै कुरा पनि हो। तर हामीले इन्डियाबाट तेल ल्याउँछौँ, पेट्रोलियम पदार्थहरू ल्याउँछौँ। इन्डियामा र नेपालमा अहिलेको आजको तपाईँले मूल्य हेर्नुभयो भने आकाश र पातालको फरक छ। हामी इन्डियाबाट तेल ल्याउँछौँ। इन्डियाले आफ्नो देशका जनतालाई बेच्ने पेट्रोलियम पदार्थको रेट र नेपालमा रेट हेर्नुहोस्, त्यो धेरै फरक छ। त्यसका पछाडि धेरै कारणहरू छन्। त्यसमा सबभन्दा पहिले सरकारले करमा हेरफेर गर्नुपर्ने, करका कारणले सबभन्दा हाम्रो देश नेपालमा तेलको अझ वृद्धि भएको देखिन्छ। त्यो सँगसँगै अरू विभिन्न कारणहरू देखिन्छन्। त्यसमा विभिन्न विद्युतीय विकल्पहरू पनि खोज्नुपर्ने आवश्यकता छ। त्यसमा सरकारले खासै ध्यान दिएको देखिँदैन। किनभने भर्खर हनीमुन पिरियड मनाउँदै गरेको राजसपा सरकारले यदि जनताको चुलोसँग बल्ने, जनताको घाँसपास कपाससँग जोडिएका विषयहरूलाई यदि तेल महँगियो भने भाडा बढ्छ, हरेक चिजमा महँगाई बढ्छ। त्यसले आम गरिब दुखी जो गरी खाने वर्ग छ त्यस र धनी वर्गसम्म दुईटै वर्गलाई त्यसले प्रत्यक्ष रूपमा असर पुर्याउँदछ। त्यस कारणले गर्दा हाम्रा आन्तरिक समस्याहरूका कारणले गर्दा बढेको तेलको कारण, तेल जसरी बढेको छ त्यो कुराहरूलाई समस्याको समाधान गर्नतिर सरकारले खासै चासो दिएको देखिँदैन। त्यसैले करका कुराहरू, नयाँ विकल्पका कुराहरू, अन्य आन्तरिक कुराहरूलाई सरकारले चाँडै ध्यान दिएर चाहिँ जनतालाई चाहिँ एउटा सहुलियतको वातावरण बनाउनुपर्छ भन्ने मलाई लाग्दछ। यो सँगै अहिले अर्को प्रश्न के देखिएको छ भने पेट्रोलियम गाडीहरूले त भाडा बढाए, अहिले विद्युतीय गाडीहरूले पनि भाडा बढाए भन्ने कुराहरू बजारमा सुन्न पाइन्छ। त्यसको एउटै कारण हो, उनीहरूको सरल जवाब छ विद्युतीय गाडीवालाहरूको, उनीहरूले सरकारले हामीलाई विद्युतीय सहुलियत दिएको छैन सोचे अनुसारको भनेर उनीहरूले जवाब दिएका छन्। उनीहरूको बाध्यकारी जवाब हो या साँच्चीकै जवाब हो, या त सरकारलाई थाहा होला। त्यस कारणले गर्दाखेरि त्यो कुरामा पनि सरकारले ध्यान दिन जरुरी छ। यो आम जनजीविकासँग जोडिएको विषय हो र सरकारले सुशासनका सवालमा राम्रा गरेका कामहरूमा तपाईँ हामी सबैले साथ सहयोग र समर्थन दिनुपर्ने आवश्यकता देखिन्छ। तर सरकारले गरेका गलत कामहरूमा हामीले डटेर विरोध गर्नुपर्छ र सरकारलाई झकझकाउँदै एउटा सरल र शान्त किसिमको सबैलाई फाइदा हुने किसिमले सरकारलाई निर्णय गर्ने ठाउँमा पनि हामीले ल्याउनुपर्छ तपाईँ हामी सबैले भन्ने कुरा म ठान्दछु। यो प्रस्तुतिमा केही कमी कमजोरीहरू भए हुन सक्छन्, त्यसलाई सच्याइदिनु होला। यदि हजुरहरूलाई हाम्रो कुराहरू मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। धन्यवाद।